हिजोको न्यानो स्वागतको लागि चारवै इभेन्टका हिक्मतजी, श्याम सर अनि मणि सरलाई एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छु। न्यानो स्वागत सँगसँगै हिजो कार्यक्रम एकदम बवाले रह्यो र सँगसँगै थोरै अलिकति ढिला भयो, तर भनिन्छ नि ढिलो भयो कडा भयो भने जस्तै। नर्वेमा आउँदै गर्दाखेरि नर्वेका जति पनि हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू छन् उहाँको खुबै माया पाइयो र त्यो टन्ने माया बोकेर चाहिँ आज विदाईसम्म आइपुग्दाखेरि साथीभाइहरूलाई एकदम छोडेर जान पनि अलिक गाह्रो भएको छ र एकदम खुसी पनि लाग्छ। चारवै इभेन्टले परदेशमा रहेर पनि विभिन्न हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीलाई एउटा सङ्गीतको माध्यमबाट एउटा मनोरञ्जन गर्ने काम गरेको छ। संस्कार संस्कृतिलाई सम्वर्धन प्रवर्धन गर्ने काम पनि गरेको छ र हामीलाई पनि जुन किसिमको एउटा साथ सपोर्ट र निमन्त्रणा गरेर दर्शक श्रोताहरूसँग एउटा समीपता हुने वातावरण मिलाइदिनु। थ्याङ्क यू सो मच। फेरि पनि श्यामजी, मणिजी, थ्याङ्क यू यो यति धेरै माया र साथको लागि। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। फेरि फेरि आउन पाइयोस् होइन के हो दाइले भने जस्तै एकदमै माया पाइयो। नर्वेको मान्छेहरू धेरै माया दिनुभयो र चारवै इभेन्ट्सको आयोजनामा भएको कार्यक्रममा यहाँसम्म आउँदा छोटो बसाइ भए पनि धेरै राम्रो फेमिलियर बसाइ भयो। एकदमै ह्याप्पी अल अफ यु। सो सबैजनालाई धेरै धेरै सम्झना, धेरै धेरै माया। त्यो पनि भयो, तर पनि हाम्रो टायर सेटिङ पनि भयो कि राम्रोसँग घुम्न यताउति खाना चाहिँ मिठो। सो बसाइ पनि छोटो भए पनि मिठो भयो र अरू एकदमै छोटो भयो। तर फेरि यही ठाउँलाई, यही परिवेशलाई र यही चारवै इभेन्ट्सलाई धेरै धेरै मिस गर्दै लामो बसाइ फेरि गर्ने बाचा गर्दै हामी यहीँबाट कहाँ जाँदैछौँ? फिनल्यान्ड जाँदैछौँ। फिनल्यान्डमा आज बेलुका कार्यक्रम छ। सो फिनल्यान्डवासीहरू जतिजना नेपाली भाषीहरू हुनुहुन्छ सबैजना आइदिनु होला। थ्याङ्क यू चारवै इभेन्ट।